Hey guys, welcome back to my Paris vlog. म चाहिँ पेरिसमा छु अहिले र कस्तो गनाउँदैछ म होइन हामी विथ माई लभ है। अनि आज हामी आइफिल टावर घुम्न जाँदैछौँ। होप राम्रो होस्। यो चाहिँ अहिले हामी मेट्रो स्टप जाँदैछौँ। अनि पहिला कार्डहरू निकाल्न पर्ने हुन्छ, त्यसपछि हुन्छ यस्तो छ। ल है त अब मेट्रो स्टप पुगेपछि भेटौँ है त। हे गाइस, म चाहिँ दुईवटा टिकट किनिसकेँ। अब हाम्रो छ कति मिनट छ, हामी 89मा जाने हो। 3 मिनट छ, 3 मिनटमा बस आउँछ। 3 मिनटमा बस आएपछि हामी अर्को बस चढ्नुपर्छ 22-23वटा स्टपपछि। अनि अर्को बस चढिसकेपछि चाहिँ हामी 82 नम्बरको बसमा चढ्नुपर्छ। 82 नम्बरको बसमा चढेपछि हामी लगभग 1 घन्टाको यात्रा यहाँदेखिकोमा चाहिँ हामी आइफेल टावर पुग्छौँ। अनि त्यसपछि हामी तपाईँलाई त्यहाँको देखाउँछौँ। अनि बिचमा के कस्तो हुन्छ, कस्तो कस्तो भ्यूहरू छ त्यो पनि देखाउँछु। अनि यहाँको भ्यू चाहिँ यस्तो छ है त। आजको मौसम चाहिँ दामी छ, टक्क लुक्स दामी छ है त। ल है त, भ्यू चाहिँ कस्तो दामी छ है त। सर लक्क परेको मिठो भ्यू छ। अनि हामी चाहिँ त्यो बिल्डिङभित्र चाहिँ मेट्रो छ। अनि जस पोर्चुगलमा कमै ठाउँमा छ यस्तो, तर यहाँ चाहिँ घरकै बिल्डिङमा चाहिँ मेट्रो स्टप रहेछ। माथिपट्टि चाहिँ मान्छेहरू बस्ने यताउति त्यो रहेछ है त। दामी छ। अब हामी चाहिँ हेर्नुपर्छ बस आउन कति मिनट छ भनेपछि 1 मिनट छ बस आउनु दिउँ। अनि हामी बसमा चढ्छौँ। अनि त्यसपछि चाहिँ हामी फेरि सर्लक्क जान्छौँ है त। यहाँको बस त्यो छ, भर्खरै गएको बस हो त्यो। 1 मिनट। अनि यहाँ पनि हेर्न मिल्दो रहेछ। यहाँ पनि देखाउँछ यहाँ कुन कुन बस कतिखेर आउँछ भनेर। अनि हाम्रो चाहिँ 1 मिनटमा, त्यसपछि फेरि अर्को 13 मिनटमा आउँदो रहेछ बस। 13 मिनटमा आउँछ बस। हेरौँ बस कतिखेर आउँछ। त्यहाँ चाहिँ रेस्टुरेन्ट छ। अनि हिजो हामीले हिजो खाना खाएको हो। तर 1 मिनटको बस चाहिँ किन ढिलो पऱ्यो आएन। आउँदैछ होइन, यहीँ आउँदैन बस। त्यो 132 हो। हाम्रो बस आउन दिउँ अनि हामी बसमा चढ्छौँ। बसमा कस्तो कस्तो सिटहरू हुन्छ हेरौँ। 2021मा त आएको थिएँ, तर त्यतिखेर चाहिँ खासै यसरी फ्रिली घुम्ने थिएन माहौल। चाहिँ थिएन यसरी फ्रिली घुम्ने। अहिले चाहिँ छ मजाको माहौल। अहिले त हरेक कुराहरू छ नि त, डकुमेन्टदेखि लिएर अब अहिले पैसादेखि लिएर सबै छ। त्यो बेलामा थिएन। त्यो बेलामा चाहिँ हामी उति आएको थियो, पैसा पनि हुन्थेन। कहाँबाट होस् होइन, अब कुन हालतमा आएको, कसरी आएको, थुप्रो कुराहरू छ। बस चाहिँ आएन। लोकेसन चाहिँ दामी नै छ, राम्रो छ। मौसम पनि चिसो चिसो छ, न त गर्मी होइन, मौसम भइरहेको हो। अनि मौसम दामी भएको छ। अहिले अब बस कतिखेर आउँछ भनेर कुरिरहेको। बस चाहिँ आएन अझै। अब म चाहिँ तपाईँहरूलाई टक्क बस आउँछ, बस आउन थाल्दाको देखाउँछु। 1 मिनट लेखेको छ, कति भइसक्यो, सायद कतै ट्राफिक जाममा होला बस। ल आयो हाम्रो बस। त्यो चाहिँ हाम्रो बस हो जस्तो है त। त्यस हाम्रो मतलब 82 नम्बरको बस। त्यो चाहिँ भ्यूहरू यस्तो यस्तो छ। यहाँ चाहिँ जिम पनि छ, दुईवटा जिम सँगसँगै छ। दुईवटा जिम त्यहाँ पनि रहेछ कि क्या हो, अर्को एउटा स्टप। यताबाट चाहिँ गाडीहरू गएको रहेछ 25 नम्बरको।
बस हाम्रो बस आयो है त यही बसमा हो हामी जाने बस आयो बस अब हामी चाहिँ बसमा चढ्छौँ अब हामी चाहिँ बसमा चढ्छौँ Bus 89, direction Gare de Vanves, Malakoff. ए यहाँ रहेछ नि त ट्रिट गर्ने सिस्टम ल सही रहेछ सिस्टम त ढोकामा ट्रिट गर्नुपर्ने रहेछ हो कच्चामा लाग्ने दामी छ जस अब हामी चढेर हामी के कस्तो हुन्छ हामी देखाउँछौँ एकछिनमा है त बसमा चढेँ यहाँको बस चाहिँ यस्तो यस्तो हुँदो रहेछ कति पुरानो बसहरू होला है राम्रैसँग चलिरहेको छ यस्तै यस्तो गर्मी कि यस्तो Bibliothèque François Mitterrand. अब एकछिनमा भेट्नुपर्छ है त उज्यालोको पनि चाहियो नि त यस्तो रहेछ राम्रो रहेछ सबै यहाँ बिचबाट हिँड्नलाई पैदल यात्रीहरू साइकलहरूलाई होइन सबै साइडमा चाहिँ वान वे टाइपको सबै यस्तो दामी भ्यू त्यो पनि बसको झ्यालबाट अनि यहाँको बसको सिटहरू पनि पोर्चुगलको भन्दा चाहिँ अलिकति डाउनमा हो कि जस्तो फिल भयो त पोर्चुगलको चाहिँ अन्त माथि माथि छ नि त ड्राइभरको लाइनमा चाहिँ तल हुन्छ भने अर्को चाहिँ अलिकति माथि हुन्छ यहाँ चाहिँ त्यस्तो अब त बस अनुसारको पर्छ होला उहीँ बसेको भएर होला अब आफ्नै ठाउँमा त जग्गा पनि गाह्रो भइहाल्छ तर यो ठाउँ पनि राम्रो छ यहाँ चाहिँ मैले अर्को कुरा चाहिँ रेस्टुरेन्टहरू चाहिँ अलिकति छिटो बन्द हुने 10 बजे 11 बजे 10 बजे नर्मली चाहिँ म्याक्सिमम् चाहिँ 10 बजीतिर क्लोज हुने क्या अब त्यो काम गर्ने स्टाफहरूलाई त ठिकै पनि हामी अब हाम्रै ठाउँमा पनि कोही टुरिस्टहरू लेट नाइट आउँछ स्टाफहरूलाई चाहिँ जस्तो भए पनि उनीहरूले खान त पाउँछ नि त त्यो यहाँ पनि अलिकति लेट नाइटसम्म भइदियो भने अझ मान्छेहरूलाई सहजता पनि हुनसक्छ त्यो मेरो भ्यू मात्र है त अनि हामी चाहिँ हेर्दै जाउँ के कस्तो हुन्छ है त धेरै त्यस्तो छैन लगभग 5 मिनट जस्तो बसमा ट्राभल गरिसक्यो के कस्तो हुन्छ यो चाहिँ अलिकति घन्टाघर जस्तो लाग्यो यो चाहिँ हामी नेपालीहरूको नामकरण गर्ने बारेमा मात्र यो चाहिँ अब तिरैतिर जाने रमाइलो छ टक्क बोटिङहरू आइरहेको छ है यहाँ चाहिँ एउटा दामी यो लास्ट टाइम त मैले भेटेको थिएँ त्यो चाहिँ धेरै अझै पछि के होला त्यो ठाउँ पनि जति घुमाउनु सक्छ आई टु फर माइसेल्फ यो चाहिँ दामी दामी छ बेसी 15 नम्बरको बस कहाँ जानु लागेको हो बस चाहिँ थुप्रो नै छ है त पुरानै बसहरू छ यहाँ चाहिँ कस्तो दामी स्ट्याचुवाला घर भेटाएको थियो अनि अझ अगाडिबाट देखाउँछ भने उयस भइहाल्यो खतरा छ है यस्तो रियल नै भइदियो भने त डेन्जर हुन्छ होला त
है डेन्जर हुन्छ आया यताको भित्ताहरूमा नि कस्तो के नाम लेखेको छ यस्तो है के हो anyone knows please comment down यता चाहिँ अलिकति टुरिस्ट एरिया जस्तै लागिरहेको Panthéon. The mental disorder of kids involuntarily is as bad as I thought it was. Yes, but that is different than what I get. Oh shit! ब्युटिफुल क्याफे यसको डेकोरेसन चाहिँ दामी छ है muito caro só. एक्सपेन्सिभ छ अरे है त के छ यहाँ के छ खानेकुरा होटेलहरू जो रेस्टुरेन्टहरू स्ट्रिट पनि रहेछ स्ट्रिटहरू होइन स्ट्रिट क्याफेहरू स्ट्रिट रेस्टुरेन्टहरू Montparnasse, Alençon. ए बेबे नारुतो रामेन यो चाहिँ रामेनको फेभरेट प्लेस होला सायद कोही हुनुहुन्छ भने यहाँ आएर खाइदिनु होला त नारुतो रामेन अनि ह्याप्पी बारहरू दामी दामी छ ठाउँहरू यति नै अब हामी नेक्स्ट स्टपमा झर्छौँ त्यसपछि त्यो बस चाहिँ डाइरेक्ट जान्छ पेरिसको आइफल टावर ल है हामी चाहिँ यो स्टपमा झऱ्यौँ अब हामी यहाँबाट अर्को बस कुर्ने हो अर्को बस आउँदैछ कति 82 भनेपछि 12 मिनटमा आउँदैछ है त अर्को बस अनि अर्को बस आउँछ अनि अर्को बस आइसकेपछि हामी जान्छौँ त्यति बेलाको लागि बाई बाई अनि अर्को के अरे यहाँ त अब 10 मिनट छ देखा कि तपाईँहरूमा एउटा दामी चिज देखाउँछ है त सायद तपाईँहरूले देखिसक्नु भयो कि अनि हाम्रो छ यहाँबाट यो के हो देख्नु भयो नि है हामी त्यहीँ जाँदैछौँ अनि त्यहाँबाट हाम्रो के भन्छ फेरि भन्ने या के भन्ने हाम्रो बोटको बुकिङ छ त्यो चाहिँ जोस् पानी पानीमै घुमाएर देखाउँदो रहेछ अप अप या समथिङ के त्यस्तै त्यहाँ जानको लागि 10 मिनटमा बस आउँछ त्यो बसमा हामी चढेर फेरि 10-15 मिनट नै लाग्छ है त त्यहाँ जानलाई अब हिँडेर जान पनि आँखाले जति नजिक देखे पनि हिँड्दै जाँदा उति नै टाढा हुन्छ सो वेट फर 10 मिनट Hey guys, what's in my bag, man? What's in my bag? Hi guys. सही छ है होइन त फोटोहरू अब यो भन्दा नि असली त बब्बाल देखेको
आइफिल टावर हामी चाहिँ यहाँ घुम्न आयौँ हामी यता माथि फोटो खिचेर आइसक्यौँ हाम्रो यहाँ रेस्टुरेन्ट स्टलहरू पनि छ है यतातिर Or like the No, moi je regular schmegular. That's regular. Pareil à Donald. Il y a combien de francs qu'on va avoir? Est-ce que vous pouvez lever la main s'il vous plaît? Merci. Our hub and this studio to guide. I really hope that this was here if you have a for you now we can start our place. La scène s'étend sur 777 km. C'est dans Paris. Nous avons 37 ponts aujourd'hui ensemble. On va voir qui est le plus et je pense La cathédrale, c'est pas le seul monument de la zone, parce que sur notre gauche, il s'agit de when we visit the amazing food, Mama. Yeah, that's the Olympics summers ago. We had the Prince concert. It's iconic. Last year it was actually so big. That's why we hosted an amusement park with a ferry.
built the most modern one because if you turn around to have a look at it, you can notice that there is nothing in the middle. There are no central pillars. Les choses dorées, surtout quand il s'agit des bateaux. Si vous regardez à gauche, vous avez l'obélisque de la Concorde, le monument le plus ancien de Paris, qui est en réalité encore plus vieux que la ville avec 3300 ans d'histoire. So, the obelisk was gifted to France published the translation of the hieroglyphics that were accomplished by French historian François Champollion. They the temple room, so you will find between obelisk of Concorde Square and La Tour, which was things I have shown. En réalité, l'état d'Égypte au début c'était deux obelisques et pas un seul, et après 6 ans de travail, la France a décidé d'ensuite de studier génération. Donc on va remercier évidemment l'Égypte, mais nous allons officiellement renoncer à l'autre obélisque. On the right now, you have a very nice building that has the names of French cities on its facade. This used to be the railway station of Orléans, or Marseille. Quand maintenant vous avez ces bâtiments qui avaient donc des lignes avec des sur sa façade, c'était l'ancienne gare d'Orsay ou gare d'Orléans. The train station was built once again for the World Fair 1900, and at the time it was the most modern train station ever built in France. But this modernity did not last for a very long time because after a few years, more modern trains were invented, and those were became royal cars. And it was just with the revolution that it was transformed into a museum. C'était Forteresse médiévale. Après, c'est devenu le palais royal. Et seulement pendant la Révolution, il a été transformé en musée par le peuple. So the Louvre is literally the biggest museum in the world. So if you want to visit it in its entirety, prepare yourself. You're going to have to walk for about 20 kilometers. त्यहाँ साथै बिल्डिङ बनाएको रहेछ क्या Alors si par hasard vous avez envie de voir chaque œuvre du musée avec un tout petit peu d'attention de apparemment il faut venir le visiter tous les jours pendant 2 ans. Alors ma question pour vous, est-ce qu'il y a quelqu'un entre vous qui habite à Paris qui a la chance de pouvoir venir tous les jours au Louvre? त्यताबाट गएर टर्निङ हान्ने Tous les 3 mois, quelque chose comme ça, c'est déjà bien, c'est déjà bien. Voilà, une fois par an, seulement c'est pas bien. Il y a un pont très important pour Paris, il s'appelle Pont-Neuf. Mais attention, parce que la précédente, New Bridge, but actually, it is the oldest, it's still standing in Paris. So, what's up with his name? La chose nouvelle de ce pont, c'est le matériau de construction. Parce qu'il est le premier à Champathieu. Now I understand that for us today, it seems like something really simple. But back in 1578, it was a real challenge for their technologists. It was extremely complex to create this building. And this bridge was a real revolution because it was the first one that was ever durable and fireproof. Maintenant, on peut dire d'être vraiment dans les cœurs de Paris. Sur la gauche, vous avez l'île de la Cité. Alors, pendant son histoire, Notre-Dame a inspiré beaucoup d'artistes et de musiciens.
हाम्रो 1 घन्टा आधी घन्टा भयो कि के हो हे गाइज म चाहिँ फेरि पनि साँझमा बत्ती बलेको हेर्न देखाउन आएको छु है त त्यो चाहिँ पुरा दामी बत्ती बलेको थियो अहिलेको चाहिँ म अर्को भिडियोमा पनि देखाउँछु अहिलेको चाहिँ यो हो हेर्दै जानु हामी फेरि नयाँ नयाँ ठाउँमा देखाउँछौँ आम कमिङ अब चाहिँ म फर्किँदैछु घर अब ढिलो पनि भइसक्यो है यहाँ कति बज्यो यहाँ 10:30 10 भन्दा माथि गइसक्यो अब चाहिँ जानुपर्छ घर अब हामी घर पुगेर भिडियो भयो भने भयो नत्र भने चाहिँ यहीँबाट म बाई बाई भन्न चाहन्छु अनि हामी नेक्स्ट भिडियोमा भेटौँला त्यतिन्जेलको लागि तपाईँहरू स्वस्थ रहनु जय नेपाल